अनि के छ त पोर्चुगलले त खुल्ली त गरिहाल्यो रहेलले यार के खेल्यो मैले भने होइन हिजो कोलम्बियाले पोर्चुगललाई एकदम दुःख दिन्छ अनि मेरो विचारमा त गोल हान्थ्यो उनीहरूले गोल हानेको पनि हो धेरै चान्स त उनीहरूले हानेनन् होइन जुन हिसाबले रोनाल्डोले 2 चान्स त मिसै गरे पोर्चुगल फर्स्ट हाफसम्म चाहिँ राम्रै ठिकै थियो फर्स्ट हाफ पछि चाहिँ नि जुन लेभलको कोलम्बियाले पेल्यो नि त्यो चाहिँ बवालै थियो यो पोर्चुगलको त जे पाइदिरहेको नि टिम आज मैले सबै गेम हेरेको जे पाइदियो यो कस्तो मिडियाले धेरै ओभर हाइप एउटै प्लेयरले पोर्चुगलको फ्यानहरू चाहिँ तपाईँ चाहिँ धेरै आश नगर्नु धेरै माथि जाँदैन यो पोर्चुगल त्यो त हेरौँ राउन्ड अफ 32 पछि के हुन्छ क्रोएसियाले अब हान्छ कि क्रोएसियाले हान्छ त्यो हेर्दै जाउँ तर अहिलेसम्मको अब फेभरेटहरूले त योपालि त्यो दुइटै त देख्यो होइन र अरू कोही देखेन कि अरू कोही देखेन नि इङ्ल्यान्ड अब केही न केही गरेछ इङ्ल्यान्ड केही न केहीको कागला भने जित्ने कागला गर्ने होइन हार्ने अनि अब अर्जेन्टिना गएर मेसी हाफ पछि आयो गोल हान्दियो त्यो पनि फ्री ओ चिलमा छ भाले छैन एउटा फ्री किक मिस गर्यो यो अर्को हान्दियो एउटा देखायो नाप्यो अर्को छिराइदियो होइन अर्जेन्टिनाको त कुरै नभएको पालि नि अब त्यो दुइटै जस्तो माहौल बनाइरहेछ त्यही अब आज अर्जेन्टिनाको सब्सहरू युज गरेको थियो त्यो गर्दा पनि गेम त्यस्तो बिग्रिएको थिएन प्लेयरहरू ओभर लगभग 42 नै छ भनौँ न अब राउन्ड अफ 32 आयो होइन अब राउन्ड अफ 32 सुरु भयो राउन्ड 32 मा अब हेर्नुपर्छ साउथ अफ्रिका र क्यानाडा फेभरेट हो किनकि मलाई चाहिँ अफ्रिकन टिम अलिकति यसपालि अलिक बबाले जस्तो लागिरहेछ जादु गरेर तर तिमी क्यानाडै ठिक छ म साउथ अफ्रिकातिर आएन अनि नेदरल्यान्ड र मोरोक्को म त कता मोरोक्को साइडमा जान्छु म चाहिँ हो म चाहिँ योपालि नेदरल्यान्डतिर जान्छु नेदरल्यान्डले जुन देखाएको छ नि म चाहिँ नेदरल्यान्डतिर आएँ योपालि हुन त जापानसँग ड्र खेले अरे जापानसँग ड्र खेले त होइन त्यही पनि अनि सपोर्ट गर्न त पाइयो दुइटै दुईजनाले नि एउटै लियो भने त के मजै भएन नि यो एकजना त एन्टी बन्नै पर्छ म चाहिँ फेरि हरेक गेममा एन्टी नै हुने मेरो त रुल मजा आउँदैन नि मतलब हुँदैन नि जर्मनी र प्याराग्वे जर्मनी म प्याराग्वेले जित्दैन तै पनि प्याराग्वे त जित्दैन मरै जित्दैन फ्रान्स र स्विडेन भन्नै परेन यसमा त स्विडेन नलिनु नै फाइदा हो किनभने फ्रान्सले हान्छ नै ढुक्कै हान्छन् त्यो त होइन बेल्जियम र सेनेगल बेल्जियम खस्कियो ग्रुप स्टेजमा खस्कियो भने त सेनेगलले उठाउँछ यदि उनीहरू ग्रुप स्टेज लास्ट गेम जसरी खेल्यो भने चाहिँ बेल्जियम जाने हो तर यसमा 50-50 हो म त कसैको सपोर्ट लिदिने यसमा यो सपोर्ट लिने भन्नाले यसो एउटा उ गर्ने त हो सेनेगल तर मन त यसपालि चाहिँ अफ्रिकन टिम अलिकति बवालै जस्तो लाग्छ सेनेगलै लिनु पर्ला तर किन बेल्जियमले पनि हान्छ जस्तो लाग्छ मलाई चाहिँ अनि युएसए र बोस्निया युएसए त्यो त भन्नै भएन एटम बम खाछन् न्युक्लियर खाछन् युरेनियम खाछन् के खाछन् स्पेन र अस्ट्रेलिया अब यो सायद यो ग्रुप स्टेज जस्तै स्पेनले खेल्दियो भने चाहिँ अस्ट्रेलियाले अपसेट हुने होला यो गेममा अस्ट्रेलियाले जस्तै अर्जेन्टिनासँग जुन हिसाबले खेलेको जस्तै आजको पनि खेल्यो हैन त्यो हिसाबले खेल्ने हो भने अनि त्यो हिसाबले खेल्यो भने त अस्ट्रेलियाले ग्रुप स्टेज जसरी खेल्ने जस्तै आजको स्विडेनले भनौँ न त्यसरी खेल्ने अनि स्पेनले त्यो दुईटा म्याच खेल्ने हो भने चाहिँ नि स्पेन सबभन्दा बिगेस्ट अपसेट चाहिँ यही नै हुन्छ तर किन मलाई स्पेनको गेम यसो हेर्दाखेरि चित्त बुझ्ने छैन आउँछ जस्तो अलिकति एक मनले लागेको छ मलाई पोर्चुगल र क्रोएसिया अब यो क्रोएसिया ब्याकै गर्ने हो पोर्चुगल हेटर त होइन अब अर्जेन्टिना फ्यान म हेटर भने खासमा फ्रान्सको हुन्छु होइन फ्रान्सको त्यो जर्मन हेटर हो वर्ल्ड कप केसमा पोर्चुगल त अब नो हेर्ने होइन वर्ल्ड कपको केसमा अब यो क्रोएसियाले लान्छ मेरो विचारमा पोर्चुगलले यो यस्तो यो गु खेले खाने दुईटा म्याच दुईटा नि के तिनटै भनौँ न उज्बेकिस्तानसँग त के जसले पनि पेलिदिन्छन् त्यसमा कोङ्गोले तिन हान्दैन भने त्यही भने अब पोर्चुगलको सपोर्टर भइकन पनि अब विश्वास आजको म्याच त बिगेस्ट अपसेटै बनायो के खेले अनि ब्राजिल र जापान म ब्राजिल
त ब्राजिल फुटबल बुझेदेखि चाहिँ लगभग ब्राजिलको ल्याए हो। यो पालि चाहिँ रोनाल्डोको सब पहिलेदेखि नै हो, तर यो पालि चाहिँ दुइटा ल्याए हो मैले होइन। त्यो गर्दाखेरि अब म चाहिँ ब्राजिल त अब छनै मिलेन। पोर्चुगलले चाहिँ एकदम अप्सेटै खेलिरहेको छ होइन, एकदमै नराम्रै खेलिरहेको छ। तर अब यसमा एन्सेलोटीले के जादु गराउँछ, ब्राजिलको म्याजिक ब्याक हुन्छ कि हेरौँ। ज्याप्स होइन, अनि के अरे आइभरी कोस्ट र नर्वे यो भन्नै पर्दैन, नर्वे हो नि। भाइकिङले त दौड पेलिहाल्छ नि। कति अग्ला के त्यो 7-4 रे 7-5 रे 7-5 होइन 6-4 6-5 ए 6-5 7-7 भनेर फेरि 7 कहाँदेखि जिब्रो के हड्डी नभए जिब्रो होइन, बेला बेला चिप्लिन्छ। तर यो नर्वेल त हान्छ नि, त्यो ढुक्कै हो, त्यो भन्नै पर्दैन। मेक्सिको र इक्वेडर 50-50 हुने लागि यो होइन, मेक्सिको त मतलब अब 50-50 छ क्या, जसले इक्वेडर बौला हेर, यो बौला नै हो। यो कहिले जर्मनी हराउँछ, कहिले अर्जेन्टिनालाई रोक्छ, कहिले कसलाई रोक्छ होइन। तर यसमा चाहिँ किन मेक्सिकोले हान्छ यो चाहिँ। अब यो इङ्ल्यान्ड र गेम ड्र हुन्छ, पेनाल्टीमा बेर इङ्ल्यान्डले जित्छ। त्यो त त्यही हो, तर तालपुरे कङ्गोको डिफेन्सिभले गर्दा एक दुईचोटि एट्याकिङमा गयो भने कङ्गोले पेलिदिन्छ जस्तो लाग्छ इङ्ल्यान्डलाई। मलाई चाहिँ बेर छैन कि, बेर छैन यसपालिको इङ्ल्यान्डको गेम प्ले हेर होइन, तर किन कङ्गोले पेल्छ जस्तो लागिरहेको छ मलाई त्यस्तो लाग्छ। यसपालिको होइन दुईटा टिम फ्रान्स र अर्जेन्टिना बाहेक चाहिँ अरू टिमहरू सबैजना रिक्समै हो कि यसपालि। रिक्स हो मेन चाहिँ। अब हामी दुईटा एकदम यो पालिको वर्ल्ड कपको अपसेटको कुरा गर्ने स्पेन र इङ्ल्यान्ड, अनि यहाँ पोर्चुगल त बाँकी नै छ। पोर्चुगलको त अब हेरौँ यो के खेलेछ भन्ने सकिरहेको छैन कि, यो मिलेकै छैन क्या, केही नि मिलेकै छैन क्या। क्रोएसिया पनि त्यस्तै छ नि त यो पालि होइन। त्यो यो दुइटै टिम उस्तै छ, त्यो यसमा 50-50 राख्नुपर्छ। इङ्ल्यान्ड र डिआर कङ्गो त अब यो मैले त किन कङ्गो नै हान्छ जस्तो लाग्छ मलाई। स्विजरल्यान्ड र अल्जेरिया 50-50 छ। मलाई चाहिँ किन स्विजरल्यान्ड हो, मतलब 50-50 हो। अब यसमा जसले नै गर्न सक्छ, अब यसलाई भन्न त सकिन्न। कोलम्बिया र घानामा अब जुजु म्याजिक लाग्यो भने घाना हो, नत्र कोलम्बिया होइन। अस्ट्रेलिया र इजिप्ट त इजिप्टको सियोर। पहिला जस्तो अस्ट्रेलियाको गेम छैन, 2022 राम्रै खेल्यो। अब काबो भर्दै र अर्जेन्टिना र भन्नु पर्दैन भन्नु पर्दैन, तर अब यो डिफेन्सिभमा अब कतिको जान्छ हुँदै अर्जेन्टिनाले चिर्छ जस्तो लाग्छ मलाई। त्यो त समस्या भने एउटा फ्री पाउने गोल हान्दिनु सकिन्छ कता होइन। सेमीमा को जान्छ जस्तो लाग्छ? सेमीमा साउथ अफ्रिका र क्यानाडा, नेदरल्यान्ड र राउन्ड अफ 16 मा यो दुइटाबाट यो यसबाट एउटा चाहिँ नेदरल्यान्ड, अर्को चाहिँ साउथ अफ्रिका जस्तो लाग्छ मलाई राउन्ड अफ 16 मा होइन। अनि एउटा जर्मनी, एउटा फ्रान्स, यो अर्को अपसेट हुनेवाला गेम, ठुलो गेम हो यो बबाल गेमवाला छ होइन। अनि बेल्जियम र सेनेगल भनेपछि यसो कि सेनेगल र बेल्जियम, अब यो बेल्जियमले हान्छ कि जस्तो लाग्छ होइन। युएसए स्योर हो एउटा, युएसए अब यसमा अलिकति यता तलमाथि बेल्जियमले तलमाथि भयो अरे, सेनेगल र युएसए नै पर्नेवाला होला त्यसमा। अनि अहिले स्पेन भर्सेस पोर्चुगल परेले होइन। अब यहाँ तल अब स्पेन र अस्ट्रेलियामा अब यो भन्नै सकिन्न क्या, स्पेनको पनि भन्न सकिन्न, पोर्चुगल र क्रोएसियामा पनि भन्न सकिन्न। यो चाहिँ कस्तो आलु टिम जस्तो भइदियो क्या अहिले, राम्रो टिम भइकन पोर्चुगल र क्रोएसिया आलु भइदियो क्या यो पालि। अब तलकोमा यो ब्राजिल भर्सेस हाम्रो नर्वे पर्न सक्छ होइन। ब्राजिल भर्सेस नर्वे, अब ब्राजिल भर्सेस नर्वे पर्यो भने त अब नर्वेले इजिली जान्छ। त्यो त इजिली जान्छ। जापानिज पर्यो भने पनि नर्वेले झन् इजी छ कि, उनीहरूको हाइट एडभान्टेजले गर्दा पनि सर्लक्क अगाडि बढ्न सक्छ। यहाँ नर्वेको त हाइटकै एडभान्टेज हो कि, आइभरी कोस्टले रोक्नु पर्यो त्यो चान्स छ जस्तो। तर फ्रान्सलाई फ्रेन्डलिस्टमा हराएको देख्दा त फेरि किन चान्चुने त छैन, टक्कर त दिन्छ। अनि अब अर्को मेक्सिको र इङ्ल्यान्ड त होला त। अब मेक्सिको र इङ्ल्यान्ड अब यसमा इक्वेडर
त्यसमा त मेक्सिको versus इङ्ल्यान्ड हो राउन्ड अफ 16 जान्छ मेक्सिको र इक्वेडर नै के अरे मेक्सिको र इङ्ल्यान्ड नै जाने इङ्ल्यान्ड जाने होइन त्यसमा पनि अब मेरो विचार स्विजरल्यान्ड र यो कोलम्बियामा स्विजरल्यान्ड र कोलम्बिया जाला कोलम्बिया अगाडि बढ्छ होइन अब किन भन्दाखेरि त्यही एउटा हिसाबले पनि अब स्विजरल्यान्ड र कोलम्बिया जाँदाखेरि कोलम्बियाले फेरि पेलि नै हाल्छ राउन्ड अफ 16 सम्म चाहिँ जाने नै भयो यो कोलम्बिया राउन्ड अफ 16 भयो राउन्ड अफ 8 क्वार्टर फाइनलसम्म त अर्जेन्टिना त फिक्सै गइसक्यो अनि यो इजिप्ट र अस्ट्रेलिया के अर्जेन्टिनामा के गरी उता अगाडि बढ्यो भने अर्जेन्टिना त क्वार्टरसम्म त ढुक्कै हो नि ढुक्कै हो यदि सेमीमा पर्यो भने कोसँग अनि सेमीमा पर्यो भने कोलम्बिया क्वार्टरमा आउनु पर्यो होइन सेमीमा पर्यो भने इङ्ल्यान्ड अथवा पोर्चुगलसँगै पर्ने हो के यो हेर न होइन त्यो राउन्ड अफ 16 यो क्वार्टर हो कि यो भन्दा पछाडिको एउटा यो क्वार्टर हो नि त होइन सेमीमा कोसँग यो गर्दाखेरि तिम्रो इङ्ल्यान्डसँग स्विजरल्यान्ड र कोलम्बिया आउने भयो होइन कोलम्बिया यहाँ आउँदाखेरि कोलम्बिया र स्विजरल्यान्ड यहाँ आयो भने कोलम्बिया अगाडि बढ्यो यसमा पुग्यो हो अर्जेन्टिना भर्सेस कोलम्बिया पर्ने भयो क्वार्टर होइन त त्यो त 1-0 ले जित्यो भने पनि कसले अर्जेन्टिनाले जित्यो भने पनि 1-0 कोलम्बियाको फेरि गेम प्ले बवाल चाहिँ छ त्यही त दामी छ नजित्या त होइन उनीहरूले जित्यो अब यो दुईटा साउथ अफ्रिकन टिम दुईटालाई दुईटैको कमजोरी र ताकत थाहा छँदैछ अब होइन हिसाबले खेल्छन् जबसम्म मेस्सी हुन्छ तबसम्म एउटा एडभान्टेज छ नत्र त मेस्सीलाई के गरी सब हालिदियो भने त अलिक गाह्रो हुन्छ धेरै गाह्रो हुन्छ अब हेरौँ अब यसपछि सेमीमा पऱ्यो भने इङ्ल्यान्डसँग पनि चान्स सिरियस होइन त अब उताको माथि भनेपछि एउटा सेमीमा गयो भने इङ्ल्यान्ड एउटा सेमी चाहिँ इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना पर्दो रहेछ हाम्रो हिसाबले होइन यहाँ हेरे हिसाबले अर्को सेमी चाहिँ फ्रान्स भर्सेस स्पेन पर्दो रहेछ अब दुईटाको फाइनल भनेको पुरानै हुने भयो कि हो तर हेर्दै जाम अब प्रेडिक्सन हो यो त्यो त्यही हो अब उसमा आउँदाखेरि हामी होइन राउन्ड अफ 16 पछि भने सिधा यो उसमा आउने भयो कि हो सेमी फाइनल हो त्यो राउन्ड अफ 16 भयो क्वार्टर भयो अनि सेमी भयो कि अब यो दुईटाबाट जसले आउँछ नि आयो यसबाट भनेपछि हामी कुन चाहिँ आउने जस्तो देखियो नि भनेपछि त यतिमै एउटा आउने इङ्ल्यान्डै छ ल होइन इङ्ल्यान्ड कि मेक्सिको त्यही हो भनेपछि वर्ल्ड कप पनि मेक्सिको 6 गोल भयो एउटा रेकर्ड पनि तोड्यो होइन अब एम्बापेले 3 गोल हान्नु पर्यो अर्को रेकर्ड तोड्नलाई नत्र हान्नु पर्यो नि अब 7 हान्नु पर्यो नि मैले भनेको चाहिँ लगालग गेममा 7वटा गेममा लगालग वर्ल्ड कपकोमा गोल हान्नेमा मेस्सीको रेकर्ड एउटा भयो होइन अब त्यो रेकर्ड अब यो वर्ल्ड कपमा त ब्रेक हुँदैन अर्को ब्रेक योमा पनि अर्को सम्ममा गर्ला तर यसपालि गोलको बेसिसमा चाहिँ बाँकी नै छ नि त गेम मेरो विचारमा अब त टफ हुँदै जान्छ अब फ्रान्सले जसरी ग्रुप स्टेजमा गेम खेले त्यसरी उसले टिम पाउनेवाला छैन होइन टाइट गेम हुनेवाला अब त पुरै टाइट हुनेवाला यसपालिको वर्ल्ड के अरे स्कोरर पनि हाई मेस्सी नै हुनेवाला एसिस्ट भन्न सकिने किन भन्दा सबै गोलै उसले हान्दे होइन भन्न नसकेला तर गोल चाहिँ यो दुइटै हो एम्बापे र मेस्सी नै मेस्सीमा एउटा हो तर मेस्सी नै फेभरेट होला मेरो विचारमा चाहिँ अब किनकि एम्बापेले चाहिँ तोड्छ जस्तो लागिरहेछ है अब उनीहरूको हिजो के असिस्ट नदिकन गोल हाने भए चाहिँ हुन्थ्यो हिजो तोडिन्थ्यो त्यही हिजो के डेम्बेलेलाई अब दुईटा कि तीनटा उसले एसिस्ट नै दियो त होइन अनि त्यसमा के गरी उसले एम्बापेले हाने भए त फेरि हिजो तोडिसक्यो गेम के ऊ त अब हेर्दै जाउँ वर्ल्ड कप बाँकी नै छ अब चाहिँ सुरु भयो क्या वर्ल्ड कप पनि अब चाहिँ मजा आउँछ क्या आज बेलुकादेखि त मजा आउँछ नि कति 12 बजी छ 12:45 छ यो 6:45 भोलि बिहान अब त्यो पनि भोलि बेलुका होला जर्मनको र प्याराग्वे फ्रान्स भर्सेस जर्मन चाहिँ छिट्टै चाँडै भेट्यो कि यिनीहरूले राउन्ड अफ 16 मै भेट्यो तर यो गेम 50-50 हुन्छ जर्मनले पनि हराउन सक्छ फ्रान्सले पनि हराउन सक्छ किन भन्दाखेरि फ्रान्सको डिफेन्स अलिकति विक छ त्यो विक डिफेन्सलाई अट्याक गर्न सक्ने पिएस भएको प्लेयरहरू चाहिँ जर्मनमा छन् कि फेरि जर्मन भने अब त्यो जर्मन मेन्टालिटी भनिन्छ नि वर्ल्ड कप भन्ने बित्तिकै अब त्यो प्लेयर चम्किनु परेन टिम चम्किनु पर्यो टिम चम्किन्छ क्या यिनीहरू तर जहाँसम्म मलाई लाग्छ अस्ति इक्वेडरसँग खेलेको हिसाबले त जर्मनी जाने क्या खुलित्तै हो क्या सकिन्न होइन ल भनौँ न
फ्रान्समा सक्छ नै अनि अर्को छ अब स्पेनको त मलाई यसपालि किन एक रत्ती पनि भर छैन स्पेन र पोर्चुगल त यो यसरी ओभर हाइप गरायो नि मिडियाले होइन मान्छेहरूलाई यसरी ओभर हाइप गरायो लामिनको कारणले स्पेनलाई हाइप गरायो रोनाल्डोको कारणले तर स्पेनमा त राम्रो राम्रो छ के राम्रो छैन को छ राम्रो गाबी पेड्रीहरू राम्रो छैन त होइन यसो हो कि पेड्री राम्रो छ तर जब बिग गेम्स आउँछ नि बिग गेममा त प्रेसरमा त तिनीहरू सबैजना खुवाकै हो कि गाबीले के खेल्छ र भने अहिले फलानी हो बार्सिलोनाको प्लेयर भन्नु भएर भने हो म पनि होइन यत्तिकै त भन्दिनँ म स्पेनमा को छ र डिफेन्समा को छ कुबार्सीहरू छन् है उनीहरूको एक्सपिरियन्स त्यो लेभलको हुँदैन वर्ल्ड कप भनेपछि फरक पुऱ्याएको के कारणले यसलाई हाइप बनायो भन्ने कुरा युरो जितेको भएर हो खासमा युरो कप जित्यो नि त त्यो भएर नि हाइप बनाइदियो हो कि ल मानौँ तेरो 2 महिना अगाडिको फिनालिजमा भन्नु भए अर्जेन्टिना र स्पेनको त्यहीँनिर फाइनल हुन्थ्यो नि त त्यो बेला ठ्याक्कै थाहा हुन्थ्यो कि त्यो बेला ठ्याक्कै थाहा हुन्थ्यो रियालिटी ट्याक्कै चेक हुन्थ्यो किन भन्दाखेरि वर्ल्ड कप अब युरो कपमा त के हुन्छ भन्दाखेरि बोथ टिम एकदम अट्याक खेल्ने डिफेन्सतिर उनीहरूको खासै फोकस भन्दा पनि फोकस हुन्छ अट्याकिङ र गोलमै जुन अहिले अर्जेन्टिनाले गरिरहेछ उसको त अब उसले त अहिले गर्छ के गरे पोर्चुगल र स्पेन आयो भने त के गरे उसमा के राउन्ड अफ 16 मा किन पोर्चुगलले हान्दिन्छ जस्तो लाग्छ मलाई स्पेनलाई चाहिँ खै मलाई त के हो म त त्यो सोचेन छैन यो दुईटा टिम दुईटै यहीँबाट आउट भइदियो भने जस्तो लाग्छ के भन्दाखेरि क्रोएसियाले 2022 मा पनि उसको खतरा प्लेयर त को छ र त्यहाँ कोही पनि छैन न हाइप छ न केही छ कोही पनि छैन तै पनि 2018 मा नि हेर न अनि कोही थियो र कोही पनि छैन नि उनीहरू सर आउँछन् कि यस्तो यस्तो टिम भनेको चाहिँ आउँछन् कि जहिले पोर्चुगल ओभरराइट टिम हो गु खेल्ने यस्तो खेलेर हुन्छ वर्ल्ड कप खेल्न आएर रोनाल्डो फ्यान भनेर हुँदैन कि त्यो वर्ल्ड कप खेल्ने बेला चाहिँ टिम पनि अरू बेला रोनाल्डो फ्यान हो अनि वर्ल्ड कपमा त यो 3टा गेम हेरेर त सबभन्दा बिगेस्ट अपसेट हुन त अझै उसकै फ्यान हो होइन तर पनि एज अ त्यो हामीले नि स्वीकार्नु त पर्यो नि त होइन ल भने आजको गेममा कोलम्बियाले कति गोल त्यो मेसीले इजी गोल पायो भन्ने त्यो उफ्रेर हुँदैन नि त भेडाहरू उफ्रिरहेछ नि भेडाहरू उफ्रिरहेछन् कि रोनाल्डोको फ्यान यो भेडा रोनाल्डो फ्यान हुन्छ नि धेरै उफ्रिरहेछ त्यो हामीले नि बुझ्नुपर्छ कि अब म पनि रोनाल्डो फ्यान हो नि पोर्चुगल जर्सी लाएर हिँड्छु त तर यस्तो यो खेल हो त भने अनि जे पनि भन्न पाइयो हामीलाई पनि कुनै आश त होला नि त एउटा हाम्रो आइडलले यस्तो खेलिदियोस् होइन एक दुई गोल हानोस् यो हरेक गेममा भन्ने त आश त हुन्छ नि त ठिङ्गो बिहा त्यसो त कहाँ गेम प्ले हुनु पर्यो अनि आफू खेल्न सकिन भने छोड्दै नि बरु सबमा आउने 10-15 सबमा हुने फुल टाइम किन खेल्नु पर्दैन बरु के पछि जाने खालि अब रिग भने यसपालिको नि रिग रे यो फेसबुकतिर चाहिँ यो एउटा टिमै हुन्छ क्या यस्तो एजेन्डा फैलाउने कि हावा नाम एक दुईटा कुराहरू चाहिँ हुन् पनि अब सबै मान्न सकिन्न अब फेरि पहिला तेरो कम हारे त अर्जेन्टिनाले भने चारवटा फाइनल हारेकै हो इन्टरनेसनल कपको 4वटा फाइनल हारेको टिम पहिला राउन्ड के अरे नकआउटमा बेसी जहिले उड्ने टिम ल ठिक छ नकआउटमा त्यो बेला उडेको समस्या भएन तब फाइनल हार्दाखेरि कसैले केही भएन मजा थियो नि त मजा हो त्यहाँ मलाई मजा आउँछ हो अहिले राउन्ड अफ 32 मै गएर हारोस् अनि म नाच्छु नि पोर्चुगल उड्दा बाल छैन मलाई हो त्यसो हुन्छ अरे कि एउटा चान्समा के हुन्छ भन्दाखेरि आफू पनि फेल भयो भने साथी पनि तेरो पास भयो भने जन्मटु दुख्छ अरे कि अब हो त्यो आफू उड्दा मतलब भएन अर्जेन्टिना उड्नु पर्यो क्या तर तिमीलाई पोर्चुगल उड्नु पर्यो त्यो त मलाई पोर्चुगल त यसै उड्छ तर अर्जेन्टिना फ्रान्स उड्नु पर्यो यसपालि फ्रान्स त उड्दैन त्यही उड्नु परेको फ्रान्स हो फ्रान्स त उड्दै पोर्चुगल त कहाँ गएर कुनै हार्छ केही पनि थाहा छैन भन्न कहाँ ड्र चाहिँ खेलिरहेछ होइन आज पोर्चुगलको लकले यिनीहरूले गेम ड्र गरे होइन कि थाहा छ सबभन्दा अनलकी कन्ट्री चाहिँ मलाई कोलम्बिया लाग्यो भने आजको गेम हेरेर होइन अहिलेसम्मको क्या होइन ल सबभन्दा अनलकी हो नि अनलकी हो नि धेरै अनलकी हो कि उनीहरू त्यो लेभलको प्लेयरहरू छ त्यो लेभलको आज झन् कोलम्बियाले तेरो अलिकति क्लिनिकल चाहिँ नभए हो आज फेरि के अरे कोलम्बियाले तेरो उनीहरूको त्यो हुन्छ नि जुन हिसाबमा खेल्थ्यो नि पहिला अब अर्जेन्टिना भर्सेस कोलम्बियाको म्याचहरू हेर्दाखेरि जुन हिसाबले उनीहरू खेल्थ्यो त्यो हिसाबले खेले भए त पोर्चुगललाई आज 6-7 गोल त उनीहरूले ढुक्कले हान्दिन्थ्यो कि ढुक्कले हान्थ्यो 6-7 त नभन 2-3 चाहिँ मजाले हान्थ्यो होइन भनौँ न भनेपछि धेरै भनौँ न होइन धेरै आमामा आज त्यो सेकेन्ड हाफमा त उनीहरूले 4 गोल त हान्नै पर्ने गोल थियो कि 800 बनाइदिएकै हो नि अब डिफेन्स पनि के हो नुनो मेन्डेज रे यहाँ रे भेटिना रे त्यो पिएचजीमा भेटिना त त्यो झिक्दिहाल्यो नि
भेटिन वर्ल्ड कपमा हेर त अहिले आएर अहिले फेरि वर्ल्ड कप अगाडि प्रेडिक्सन भन्दै पोर्चुगल भनेर भर्खाको प्रेडिक्सन के थियो भन्दाखेरि पोर्चुगलले सबलाई इजिली जितेर जाने थियो कि फाइनल म के हेर्थेँ उनीहरूको भिडियो हेर्दाखेरि यत्रो भिडियो बनाएको नि यिनीहरूले भ्युजको लागि बनाएको कि जस्तो मात्रै लाग्छ कि मलाई त्यो पनि किन भन्दाखेरि पोर्चुगल कहिले पनि फेभरेटै हुँदैन कि वर्ल्ड कपमा युरोकपमा होला छुट्टै कुरा हो नेसन लिग र युरोकपमा होला वर्ल्ड कपमा बरु फ्रान्स फाइनलमा पुगेर जित्छ एकजनाको प्रेडिक्सन देखिनँ मैले मेरो प्रेडिक्सन भनेको फाइनल र अर्जेन्टिनामा एउटा जित्छ फ्रान्सले जित्छ म त अब अर्जेन्टिना फ्यान भएपछि जित्नु फ्रान्सले भनिसक्यो फ्रान्सले जित्छ अब जितोस् म नजितोस् सक्दिनँ होइन तर दुइटामा एउटा जित्छ यो कसैको प्रेडिक्सन पनि छैन कि छैन अब यस्ता मिराकल भयो भने छुट्टै कुरा हो होइन जुजु म्याजिक लाग्नु पर्यो हेरिकेन घाइते भाँच्दै होइन न त चान्सेस छैन